हामीले यसमा चाहिँ सबैभन्दा पहिला सिक्ने चाहिँ नि अब सा रे ग म प ध नि सा नै हो हैन, सिडी ई एफ जी ए बी सी नै सिक्ने हो हैन। सिक्दाखेरि चाहिँ एउटा कुरो है, सिक्दाखेरि चाहिँ तपाईँकोमा चाहिँ नि कुन स्केलको बाँसुरीबाट चाहिँ सिक्ने भन्ने कुरो हुन्छ। प्रायःले त्यो कन्फ्युज हुन्छ हैन, त्यो डजन्ट म्याटर। अब यो तीनवटा औँला चाहिँ नि हैन, अब बन्द गरेर यस्तो गरेर तीनवटा औँला, यो माथिका तीनवटा औँला बन्द गर्दाखेरि यो नोट बज्दाखेरि चाहिँ नि सा बज्छ है, सा भयो, यो चाहिँ सा भयो, यो सा भयो है। त्यसपछि यस्तो गर्दाखेरि यो चाहिँ रे हुन्छ। यो माथिको दुईटा औँला थिचेर हैन, दुईटा प्वाल चाहिँ थिच्दाखेरि चाहिँ रे बज्छ भने, अनि अर्को औँला उठाएर यो औँलाले मात्रै, यो औँला मात्रै बज्दाखेरि फुक्दाखेरि चाहिँ रे ग बज्छ, सा रे ग भयो है। अनि त्यसपछि अब सबै उ गरेर औँला खोलेर माथिको चाहिँ नि यो प्वाल पनि ओपन गर्दाखेरि त्यो चाहिँ नि म बज्छ, तीव्र म बज्छ है, तीव्र म बज्छ। त्यसो गर्दाखेरि चाहिँ अलिकति मात्रै खोल्दाखेरि चाहिँ खोलेर त्यो प्वालमा अलिकति खोलेर मात्रै बज्दाखेरि मध्यम म बज्छ है। भनेपछि सा रे ग म बज्यो है। अनि त्यसपछि सबै प्वाल बन्द गर्दाखेरि चाहिँ नि प हुन्छ। सबै प्वाललाई चाहिँ नि बन्द गरेर बजाउँदाखेरि प हैन। त्यसपछि सबैभन्दा तलको प्वाललाई चाहिँ नि ओपन गर्ने, सबै माथिको सबै प्वालहरू चाहिँ बन्द गर्दाखेरि ध बज्छ। अनि त्यसपछि फेरि तलको एउटा यो प्वाल पनि ओपन गर्ने र माथिका चारवटा औँला चाहिँ नि बन्द गर्दाखेरि नि बज्छ हैन। त्यसपछि फेरि सेम आयो, अब माथिको तीनवटा औँला बन्द गरेर त्यो प्वाल खोल्दाखेरि चाहिँ नि चौथो प्वाल खोल्दाखेरि चाहिँ नि सा बज्छ। त्यो चाहिँ माथिको हायर अक्टेभको सा। सा रे ग म प ध नि सा गर्दै माथि जाने, माथिबाट फेरि तल सा नि ध प गर्दै फेरि तल आउने ल। यस्तो सा रे ग म प ध नि सा, सा नि ध प म ग रे सा